घरमा अन्नको दाना पानी पनि छैन। हे भगवान, अब म के गरौँ? यो बुढो बनाउँदो पनि कता मर्यो होला। थु साला, 2 को माल पनि छैन। आफ्नो त 40 को माल छ। तेरो टाउको धेरै नकरा, अहिले खलास। फेरि जनक। ओइ चोर डाका पारेर मासे, तँलाई घर आउनु पर्दैन। आए बुढी, म 5 मिनेटमा। त आउनु पर्दैन, अब म आफै आए। यसको त आज म बाउको बिहे देखाइदिन्छु। अब कहाँ गएर लुक्ने होला? नत्र त आज मेरो अन्तिम दिन हुन्छ। तँलाई घर परिवारको मतलब नहुने, आज तेरो धान नबाची छोड्दिन। अब म यो घरमा बस्दिन, तिमीलाई पनि छोडेर जान्छु। बुढी, मलाई माफ गर। अबदेखि म यस्तो गर्दिन। शर्मिला थापा, बानेश्वर। दिदी, तपाईको बर्गर लिनुस्। धन्यवाद भाइ। दाजु, तपाईको बर्गर आयो। धेरै धेरै धन्यवाद भाइ। हरि भाइ, तिमीले राम्रो काम गर्यो। ल, तिम्रो स्यालेरी। धेरै धेरै धन्यवाद सर। दाजु, 1 वर्ष पुग्ने रासन देऊ त। हुन्छ नि हरि भाइ। एकछिन ल दाजु, म सामान मिलाउँदै छु। हुन्छ भाइ, बिस्तारै गर न। मेरी प्यारी बुढी, अब त खुसी भयो होला नि? भयो नि बुढा। आई लभ यु बुढा। कति मिठो गरेर पकाएको मेरी प्यारीले। हजुरले मेरो माया गरेपछि त मैले पनि मिठो पकाउनु पर्यो नि।